होलसेलमा इम्पोर्ट गर्दा नेपालमा केही लाइसेन्स पनि रजिस्टर गर्नुपर्छ त? तपाईले चाइनाबाट जुत्ता होलसेलमा इम्पोर्ट गर्ने बारेमा कुरा गर्न खोज्नु भएको रहेछ। यसको लागि चाहिँ यदि तपाईले चाइनाबाट नन ब्रान्डेड जुत्ता ल्याएर यहाँ होलसेल वा रिटेल्समा बेच्नको लागि कुनै पनि लाइसेन्स चाहिँदैन। तपाईको बिजनेस चाहिँ सम्बन्धित निकायमा दर्ता हुनुपर्छ। यदि ब्रान्डेड सुज अथराइज्ड रूपमा ल्याउने हो भने चाहिँ तपाईलाई त्यो ब्रान्डले नेपालमा त्यो जुत्ताहरू बेच्नको लागि अथराइज्ड लेटर दिनुपर्ने हुन्छ। त्यसको लागि तपाईले त्यो जुत्ताको सेलरसँग त्यही अनुसारको कुरा गर्नुपर्छ। नेपालमा ब्रान्डेड सुज इम्पोर्ट गरेर बेच्दा महँगो पर्छ। ब्रान्डेड जुत्ता जस्तै अडिडास, नाइकी वा यस्तै परिचित ब्रान्डहरूको जुत्तामा भन्सार बढी लाग्ने गर्छ। त्यही भएर ब्रान्डेड सुजहरू नेपालमा महँगो पर्छ। र यदि तपाईले नन ब्रान्डेड जुत्ता बेच्ने हो भने चाहिँ कुनै किसिमको लाइसेन्स चाहिँदैन। तपाईले सेलरसँग कुरा गरेर बल्कमा अर्डर दिएर बाइ रोड ल्याउनु भयो भने राम्रो रेटमा बेच्न सक्नुहुन्छ। चाइनामा नन ब्रान्डेड जुत्ताहरू धेरै राम्रो पाइन्छ। तपाईले मजाले खोजेर राम्रो म्यानुफ्याक्चरर पाउनु भयो भने बल्क अर्डरमा तपाईले आफ्नो ब्रान्डको लोगो र नेम हालेर पनि ल्याउन सक्नुहुन्छ। त्यसको लागि फ्याक्ट्रीको मिनिमम अर्डर क्वान्टिटीको रिक्वायरमेन्ट पूरा गर्नुपर्ने हुन्छ। यदि जुत्ताहरू इम्पोर्ट गर्ने सोचाइमा हुनुहुन्छ भने सामानहरू अलिबाबा जस्तो अरू एप्सहरूमा खोज्नुहोस्। इम्पोर्टको टेन्सन नलिनुहोस्। इम्पोर्टको सम्पूर्ण प्रोसेस हामी हेरिदिन्छौँ र तपाईलाई तपाईको लोकेसनसम्म डेलिभर गराइदिन्छौँ। र इम्पोर्ट सम्बन्धी थप जानकारी लिनको लागि हामीलाई कल, मेसेज वा पुरानो बानेश्वरमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।